दाजु मलाई अलिकति पैसा चाहिएको थियो। त्यो लागि हजुरकोमा आएको, यसो ठुलो आश बोकेर आएको। लु न, मलाई 1 महिनाको लागि काम चलाइदिनु पर्यो। तपाईँलाई म साउँ-सुदी सबै फर्काइदिन्छु म। मेरो घरमा दाजुभाइहरू पनि छ हो, उनीहरूकोमा पनि छैन अरे, सबलाई सुधे हो। तपाईँको आशले आएको, मलाई चाहिँ 1 महिनाको लागि तपाईँले काम चलाइदिनु पर्यो। तपाईँले 1 महिना जस्तो 1 महिना पनि नपुगेर तपाईँलाई म साउँ-सुदी सबै फर्काइदिन्छु दाजु। लु न दाजु, मलाई दिनुहोस्। ठिकै छ नि त भाइ, तिमीलाई म पैसा दिन्छु। तर जुन प्रकारले तिमीले अहिले बोल्दैछ त्यसरी नै राम्रो मुखले आएर मलाई पैसा फर्काइदिनुपर्छ। हेर भाइ, तिमीले 1 महिनाको भाका राखेछौ। 1 महिना चाहिँ नमागोस् भाइ, किनभने यो पैसा हामीले दुःख गरेर कमाएर राखेको हो। त्यही लागि अब तिमीलाई दुःख परेको रहेछ, त्यही लागि म तिमीलाई दिँदैछु। 1 महिनामा चाहिँ मैले तिमीलाई फेरि खोज्नु नपरोस्, फोन गर्नु नपरोस्। जस्तो प्रकारले लोएको छ, जस्तो प्रकारले राम्रो गरेर बोलेर लोएछ, त्यस्तै प्रकारले राम्रो बोलेर मलाई पैसा फर्काइदिनु ल। धन्यवाद दाजु। म नगाउँदिनँ दाजु, तपाईँको जस्तो प्रकारले लिएको छ त्यसरी म ल्याइदिइहाल्छु दाजु। धन्यवाद, जानु पर्यो दाजु। भाइ ए बसिरहेको छौ र सन्चै छौ? अन्त भाइले बिर्से कि भनेर यसो सम्झाउनु आएको। फोन पनि ब्लक लिस्टमा राखेछ भाइले त मेरो त हो। अन्त के हो भाइ, 1 महिना भनेर तिमीले त 6 महिना बिताइसक्यो त। अन्त तिम्रो 1 महिना चाहिँ के 1 साल हो क्या भाइ? त्यस्तो गरेर हुन्छ? तिम्रो इमर्जेन्सीमा तिमीलाई दुःख पऱ्यो भनेर मैले तिमीलाई दुःख तारिदिएँ। अन्त हाम्रो पनि त दुःख आउँछ, हामीलाई पनि त चाहिएको छ पैसा। अनि तिमीले त अन्त फोन गर्दा बिजी, तिमीले त एकदम ब्लकमा लाग्दिएको रहेछ मेरो नम्बर त। यस्तो गऱ्यो भने त भाइ विश्वासै टुट्छ त एकअर्का माथि। लु भन त, कसै दुःख परेर आयो भने कसरी दिनु यस्तो प्रकारले त? लु भन त, तिमीले यस्तो गर्यो भने फेरि तिमीलाई कसैले पत्याउँछ? यस्तो त भएन भाइ। यसरी लिने बेला त तिमी 2 हात जोडेर लु मलाई इमर्जेन्सी पऱ्यो 1 महिनामा दिन्छु भनेको थियो त। अहिले त तिमीले त न फोन गर्छौ, फोन गर्दा पनि तिमीले त ब्लक लिस्टमा राखेछ मेरो नम्बर त। के हो भाइ यस्तो? यस्तो नगर्नु भाइ। फेरि पनि 1 माघले जाडो जाँदैन है भाइ, फेरि पनि माघ चाहिँ आउँछ है। त्यतिखेर चाहिँ दुःख पर्दाखेरि नि भाइ कसैले पत्याउँदैन ल भाइ त्यस्तो चाहिँ। अन्त दाजु घरमा आउनु भएछ त, तपाईँको पैसा खाएर भएको छ भनेर हो। तपाईँको पैसा दिँदिनँ भनेको छु मैले। पैसा दिनुपर्छ, मलाई थाहा छ त। तपाईँले मलाई सम्झाउनु पर्दैन त, मैले लिएको पैसा हो, मैले दिनुपर्छ। अनि यसरी घर घर आएर पैसा माग्नु त हुँदैन त दाजु। यसरी त मलाई दिन्छु त तपाईँलाई पैसा। मेरो अलिक पैसा प्रब्लम छ, अहिले कामसम्म भएको छैन भनेर पो त म चुप लागेर बसेको त। अन्त तपाईँ त घरमै आएर यसरी पैसा माग्दिनँ अन्त त दाजु, हाम्रो चाहिँ यो छैन। अन्त यसरी नमाग्ने, घर घरमा आएर जानु तपाईँ घर। पैसा जहिले हुन्छ म तैँले तपाईँ घरमा लिएर दिन्छु। अब फेरि नआउनुहोस् है घरमा चाहिँ यसरी। यस्तो पनि हुँदो रहेछ जिन्दगीमा, कहिले कसैलाई